नमस्कार दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आजको दिनको सुन चाँदी दरको बारेमा अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। आजको दिनमा छापावाल सुनको अवस्था के छ, त्यस्तै चाँदीको अवस्था के छ, तेजाबी सुनको अवस्था के छ, सबै अपडेट आजको भिडियोमा रहनेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेपालको परिवेशमा निरन्तर सुनको भाउ बढिरहेको थियो, चाँदीको मूल्य पनि निरन्तर बढिरहेको थियो। तर पछिल्लो समय सुनको भाउ पनि घटेको छ र चाँदीको भाउ पनि घटेको छ। पछिल्लो समय सुन र चाँदी दुवैको मूल्य निरन्तर ओह्रालो लागिरहेको छ। आजको भिडियोमा यसैको बारेमा चर्चा रहनेछ। आज सुन र चाँदी दुवैको भाउ घटेको छ। आज चाँदीको मूल्य 25 रुपैयाँले घटेको छ। त्यस्तै सुनको मूल्य आज 2100 रुपैयाँले घटेको छ। आजको मूल्य कति रुपैयाँ रहेको छ, चाँदीको मूल्य आज कति रहेको छ, सबै अपडेट आजको भिडियोको अन्तिमसम्ममा तपाईहरुलाई पक्कै पनि जानकारी दिनेछु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज मिति 2082 साल पुस 20 गते आइतबार, सन् 2026 जनवरी 4 तारिक। आज चाँदीको मूल्य 25 रुपैयाँले घटेको छ। हिजो चाँदीको मूल्य 4525 रुपैयाँ रहेको थियो। आज 25 रुपैयाँले घटेर प्रति तोला 4500 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै छापावाल सुनको मूल्य आज 2100 रुपैयाँले घटेको छ। हिजो प्रति तोला 2,62,500 रुपैयाँ रहेको थियो। आज 2100 रुपैयाँले घटेर 2,60,400 रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन हिजो प्रति 10 ग्राम 2,25,050 रुपैयाँ रहेको थियो। आज घटेर 2,23,250 रुपैयाँमा झरेको छ। समग्रमा भन्नुपर्दा आज चाँदीको मूल्य 25 रुपैयाँले घटेको छ भने सुनको मूल्य 2100 रुपैयाँले घटेको छ। धेरै घटेको छ सुनको मूल्य। आज निरन्तर सुन र चाँदीको मूल्य घटिरहेको छ। नेपाली बजारमा लगभग 5000 प्रति तोला रहेको थियो चाँदी एक साता पहिला। सुन एक साता पहिला 2,70,000 भन्दा माथि थियो, तर निरन्तर घटिरहेको छ। आज पुस 20 गतेको अपडेट यति नै। भोलि पुस 21 गतेको अपडेट ल्याउनेछौँ। अहिलेलाई बिदा माग्छौँ। नमस्कार।